हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आजबाट मेरो ब्लगको जर्नी चालु हुँदैछ र जर्नीसँग तपाईँहरूलाई म एउटा राम्रो मन्दिरको दर्शन गराउन जान्छु, जुन कि सल्यानकोटमा स्थित त्रिपुरा सुन्दरी मन्दिर, जो धेरै फेमसहरू छन्, धेरै छन्। अब यहाँ के भन्ने र भगवान् हाम्रो माइती घर घर र सबै भन्ने यो चाहिँ हेर्नु, यो चाहिँ अब तपाईँहरूको मान्छेहरू आउनुभयो भने बस्नलाई बनाउने यो चाहिँ पार्टी प्लेस हो। यो चाहिँ पछाडिको दृश्य हो, हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ अब मान्छेहरू बस्नलाई होला अब बनायो, यसो गर्मीमा आउँदा हुन्छ त्यसो लागि बनाउनु। यो यहाँ तलतिरको भ्यू चाहिँ अब यस्तो हुन्छ, हेर्नुहोस्, देख्न सक्नुहुन्छ। यहाँ तलतिरको भ्यू हेर्नु क्या एकदम रमाइलो, स्वर्गै पुगे जस्तो। हुन त अब हाम्रो त्रिपुरा सुन्दरी मन्दिर अब स्वर्गभन्दा कम होइन होइन। अब दर्शन गर्ने धेरै श्रद्धाहरूलाई थाहा हुन्छ अब कस्तो मन्दिर हो भनेर। यो एकदम विश्व नभएको मन्दिर, तपाईँको घर मामा घर अनि अनि माइती घर भन्ने तिनटै मन्दिरबाट प्रचलित छ यो मन्दिर चाहिँ, देख्न सक्नुहुन्छ। यस्तो छ तलको आउनुभयो भने चाहिँ अब सल्यानकोट आउनुभयो भने चाहिँ त्रिपुरा सुन्दरी मन्दिर अवश्य आउनु होला। हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो रमाइलो ठाउँ हो यो। अब मैले भनेर भन्दा पनि हजुरले हेरेर चाहिँ अलि उ गर्नुपर्छ। राम्रो ठाउँ छ यो, स्वर्गभन्दा कम छैन हाम्रो यो मन्दिर। हेर्न सक्नुहुन्छ दृश्य, हेर्नु न यहाँ एकदम रमाइलो क्या ठाउँ। आउने सिडी चाहिँ यस्तो छ, यहाँ आउनु त्यस्तो है। अगाडिबाट यसरी भ्यू देखिन्छ, देख्न सक्नुहुन्छ यसरी। दाजुलाई अब अर्को यो चाहिँ घर भयो। अब चाहिँ मामा घरतिर जान्छु। यो चाहिँ यस्तो छ गेट, हेर्न सक्नुहुन्छ एकदम यहाँ माथि जाने। एउटा चाहिँ यस्तो छ, अर्को चाहिँ म तपाईँहरूलाई देखाउन सक्छु। माथि भ्यू टावर भन्ने ठाउँ पनि छ, त्यहाँ पनि देखाउँछु म। यस्तो छ अहिले पोइन्ट हो। यहाँ चाहिँ हामी आयो, अब अर्को चाहिँ ठाउँ जाँदैछौँ हामी, जो मेन त्रिपुरा सुन्दरी मन्दिर हो, जो मेन त्यहाँ जाँदैछौँ। बन्नु होला भिडियोमा, भिडियो अलिकति लामो हुनसक्छ। हजुरलाई पुरै म कोसिस गर्छु पुरै दर्शन गराउने गएँ, देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ गाउँ हो, यताहरू छ, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मेन इन्ट्रेस। अर्को चाहिँ मन्दिरको हेर्नु सक्नुहुन्छ कि द्वारको माथि लेखा। यो चाहिँ एन्ट्री पोइन्ट भयो। यता जाँदा हुँदैन, यता हुन्छ सक्नुहुन्छ। अहिले चाहिँ हामी यहाँ जाँदैछौँ। अहिले चाहिँ हामी हेर्न सक्नुहुन्छ, यो चाहिँ माथि मन्दिरको हो। यस्तो सिडी यस्तो टक्क हो, हेर्नु यस्तो यस्तो राम्रो भ्यू। म तपाईँहरूलाई देखाउने छु, जति मैले जानेको बुझेको छु मन्दिरको बारेमा सबै भन्ने छु। अब नजानेर गल्ती भने भए माफी पाऊँ, किनकि यदि म जान्दिनँ, किनकि म मेरो पनि मामा घर पर्छ यो सल्यानकोट, त्यही भएर हो। त्यही छ, म जसम्म जहाँ छु, जहाँसम्म म हजुरहरूलाई बताउने छु। यो हेर्नु, यो अब यो चाहिँ नयाँ बनाएर रहेछ है, हेर्नुहोस्। पानी ट्याङ्की तल, माथि चाहिँ यस्तो फोटो सेसन ठाउँ बनाउनु भएको रहेछ यसरी। श्री त्रिपुरा सुन्दरी माई भगवती दर्शन धादिङ भनेर हिन्दी यतापट्टि नेपाली, यतापट्टि इङ्ग्लिसमा लेख्नु भएको रहेछ। यस्तो छ, आयो भने हजुर पनि खिच्नु मलाई फोटो। यो भयो। यहाँ चाहिँ अब यस्तो बिचको ठाउँ किन खाली छोड्ने भनेर फुलहरू चाहिँ उ गर्नुभयो होला, फुल रोप्नु भएन र देख्नुहुन्छ। यस्तो पहिला आउँदाखेरि खाली थियो यतापट्टि, हेर्नु फुलहरू यसरी उगाउनु भयो, राम्रो छ। यसरी म पछाडि मेरो अगाडिपट्टि डाँडो हेर्न सक्नुहुन्छ, खतरा डाँडो पनि एकदम। घर एकदम सानो देखिरहेको देखेन त। मन्दिरको बलि चाहिँ यहाँबाट चलाउने रहेछन्। यहाँ चाहिँ अब ठुल्ठुलो उहरू काट्ने जस्तो राँगाहरू भयो हो। यता चाहिँ बोको भेडाहरू काट्ने। यता चाहिँ यो अगाडि मन्दिर भयो, यो चाहिँ त्यो उता मैले अहिले दर्शन दिएर चाहिँ घर भयो तपाईँको। यो चाहिँ मामा घर। यो चाहिँ घन्टी हेर्नु सक्नुहुन्छ, कति ठुलो घन्टी छ हेर्नु। मैले यो च्यानल चाहिँ अब आजबाट सुरु गर्दैछु, भगवान्को नाममा अब च्यानल ग्रो होस्। च्यानलमा 1 मिलियन सब्सक्राइबर पुग्यो भने चाहिँ अब अर्को फेर एकदम रमाइलो तरिकाले दर्शन गर्नुपर्छ। अहिले त भिडियो क्यामेराबाट होइन, मोबाइलबाट बनाउँदै हो। अब यस्तै छ। यहाँ चाहिँ अब तपाईँहरूको नर्जीहरू बसेर
ऊ लाउने अब बाजासाजाहरू बजाउने ठाउँ हो यो चाहिँ बजाउने त्यहाँ अब काट्ने यहाँ चाहिँ बजाएर उसो बजाएर उता चाहिँ बलि दिने प्रथा छ न त यता पनि त्यही हो हेर्न सक्नुहुन्छ यो पनि त्यही मान्छेहरूको हो यो चाहिँ मन्दिर हाम्रो मन्दिर हो यो चाहिँ के सक्नुहुन्छ यो चाहिँ मामाहरूको मन्दिर हो यो चाहिँ हाम्रो उहाँ पनि धेरै दिन भयो यो चाहिँ हाम्रो मूल ढोका हुनुहुन्छ यहाँबाट एकदम भ्यू हेर्न सक्नुहुन्छ एकदम माथि क्या मैले अब त हजुरहरूलाई कसरी भन्ने यस्तो ठाउँमा मन्दिर छ कि एकदम अविश्वसनीय ठाउँमा मन्दिर छ हाम्रो यो त्रिपुरा सुन्दरी मन्दिर भन्ने अब भगवान्को देन हो यो सबै यो चाहिँ पछाडिको भ्यू है मन्दिरको पछाडिको भ्यू यस्तो हेर्न सक्नुहुन्छ यो यो चाहिँ मैन खाम हो अब त्यहाँ लिपपोत गर्ने सफाइ गर्ने मान्छेहरू घर भनेर बस्ने मान्छेहरूको चाहिँ कोठा रे यो कोठा छुट्याए पनि ठिकै हो अब यत्रो ठुलो मन्दिरलाई साफसफाइ गर्न एउटा मान्छे चाहिन्छ ठिक छ यो चाहिँ उनी मान्छेको घर हो नि ल दर्शन गर्न सक्नुहुन्छ यहाँ मन्दिर हाम्रो मन्दिरको यो चाहिँ ब्याक भ्यू हो अब फ्रन्ट भ्यू हजुरलाई अगाडिबाट पनि देखाउन सक्छु म अब गएपछि माथि भ्यू टावरमा पनि यसो देखाऊँ भन्ने हजुरको ऊ हो ठिक छ के हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम अगाडिको भ्यू त्रिपुरा सुन्दरीमा हाम्रो अगाडिको भ्यू एकदम हेर्न सक्नुहुन्छ एकदम यस्तो छ यो यहाँ चाहिँ अब बलि दिने ठाउँ भनेर भनिन्छ यो चाहिँ ठ्याक्क हाम्रो मन्दिरको अगाडि यो चाहिँ मन्दिरको अगाडि ठ्याक्क यहाँ चाहिँ बलि यहाँ बलि दिने ट्याक्क बलि सलि दिने अब जसले बलि उ गर्नुभयो भन्नुभयो भकल गर्नुभयो भकल दिने ठाउँ हो यो यहाँ चाहिँ नरजीहरू बाजा बजाएर अब यहाँ त्यही हिसाबले बाजा बजाउने अनि यहाँ बलि दिने यस्तो हो म हजुरहरूलाई भ्यू टावरको माथि लाँदैछु भ्यू टावरबाट पनि दर्शन गरौँ म पहिला सुरुमा आउँदाखेरि चाहिँ भ्यू टावर बनेको थिएन यो भ्यू टावर बन्दै थियो सानो चाहिँ हेर्नु सक्नु भ्यू टावर अहिले एकदम ठुलो यस्तो यस्तो भ्यू टावर बनिसक्यो यहाँ अहिले म आउँदाखेरि एकदम सानो भ्यू टावर चाहिँ बनेको थिएन पहिला यो अहिले चाहिँ यत्रो हेर्नु न यहाँ यत्रो अगाडि त माथिबाट दृश्य वरिपरि दृश्य हेर्न भनेर भ्यू टावर बनाइखायो माथिले अर्थबल देखाउनु त म अवश्य पनि अब हामी माथि भ्यू टावर जानेछौँ है हेर्न सक्नुहुन्छ एकदम यस्तो पनि खाइ सँग लानेछ होला पनि यो चाहिँ हाम्रो यो यता बस्ने गाउँतिर बस्ने मान्छेहरूको लागि पानी ट्याङ्की सुविधा है पानी गाउँतिर चाहिँ पानी छाने व्यवसाय गर्नु हो हेर्नु भ्यू टावरको अब माथि होइन अलि तलबाट भ्यू टावर यसरी भ्यू देखिन्छ माथि जाँदैछौँ हामी भ्यू टावरको माथि एक तले भयो हजुरको भ्यू टावर एक तले भयो अरू माथि टन्नै तिन तले भयो एकदम फलमको हेर्नु न एकदम फलम टु फलमको बना हो यो सक्नु एकदम यत्रो क्या अहिले त पानी यतापट्टि पानी आएछ यस्तो पानी छ माथि जाँदैछौँ हामी भ्यू टावरको अझै यस्तो भ्यू छ माथिको चाहिँ अब यहाँलाई उतापट्टि भ्यू म हेरेर देखाउन चाहन्छु भने यो चाहिँ भ्यू टावरको माथि हाम्रो चिसोपानी गाउँ मेरो मामा घर भन्ने ठाउँ हो यो चाहिँ म उतैबाट आएको भने त म उतै बस्छु तलतिर उता हेर्नु खोला हेर्न सक्नुहुन्छ उता टारीबेसी खोला उता माथि यसो ऊ सेतो सेतो पुल उता देख्न सक्नुहुन्छ उता चाहिँ घर यो मैले यहाँ भिडियो बनाएर ठाउँ चाहिँ मामा घर ऊ चाहिँ माइती तल ऊ त्यो तलतिर मन्दिर त्यही उस रुखभन्दा ऊ तल छ त्यो चाहिँ माइती हेर्न सक्नुहुन्छ यस्तो भ्यू छ एकदम भ्यू टावरबाट यही भ्यू हेर्नको लागि मात्रै बनाएको यो एकदम उता ज्याङ्रुङको दरबार उता ज्याङ्रुङ दरबार छ डाँडामा हेर्न सक्नुहुन्छ उता जहाँसम्म सोच्छु म देखाउँछु हजुरहरूलाई एकदम अब गङ्गा जमुना भन्ने ठाउँ पनि अब देखाउँछु तपाईँहरूलाई पाउनु है कहाँ हो
उता पहिरे गाउँहरू सुन्नुहुन्छ उता यहाँ त अगाडि जति पनि घरदेखि भए उतापट्टि चाहिँ सबै पहिरे गाउँ है त अगाडि उता चाहिँ थापकटेरी भन्ने ठाउँ छ म त नयाँ नयाँ मान्छे हो मलाई थाहा छैन अब ठिक छ तिलार गाउँ यो तिलार यो चाहिँ तपाईँको तिलार गाउँ भन्ने ठाउँ अरे बेलुन यो तिलार उता चाहिँ बेलुन उता त भ्यू हेर्न सक्नुहुन्छ उता मुर्चुङ भन्ने ठाउँ छ उता चाहिँ दुइटा एनसिएल र एनटिसीको टावर छ उता हाम्रो टावर चाहिँ अहिले फुलाहा उता हेर्न सक्नुहुन्छ पारी गङ्गा जमुना हेर्न सक्नुहुन्छ उता गङ्गा जमुना भन्ने ठाउँ चाहिँ त्यो बिचमा खालि दिनु भयो नि तपाईँले त्यहाँ दुइटा यता चाहिँ गङ्गा उता जमुना भन्ने चाहिँ अब भन्ने रहेछन् है हाम्रो ठाउँतिर यस्तो छ गङ्गा जमुना भन्ने ठाउँ हेर्नु यता यस्तो छ यो ऊ त्यो तपाईँले देख्न सक्नुहुन्छ त्यो हाई स्कुल रहेछ यो सुनपोखरीको चाहिँ हाई स्कुल भन्ने ठाउँ चाहिँ एकचोटि हेर्नु न दृश्य म त यो दृश्य हेर्दैमा एकदम जानै मन लाग्यो यहाँ यस्तो यस्तो ठाउँ छ क्या एकदम हजुरहरू पनि सल्यानबाट आउनुभयो भने एकचोटि त्रिपुरा सुन्दरी भन्ने ठाउँमा चाहिँ मन्दिरमा चाहिँ अवश्य आउनु होला म अब तपाईँलाई भिडियो देखाएर चाहिँ अब होइन अब रियल देखेर चाहिँ एकचोटि एकदम चर्चित ठाउँमा एउटा रहेछ यो चाहिँ आज आउन पायो ठिकै हो भगवान्को दर्शन पनि भयो ठाउँ हेर्न सक्नुहुन्छ यस्तो ठाउँमा त पहिला आएको थिएन भ्यू टावर बन्नुभन्दा पहिला त आएको थिएन अहिले चाहिँ यस्तो रहेछ हाम्रो त्यही हेर्नु यहाँ मन्दिर हेर्न सक्नुहुन्छ यहाँ एकदम एकदम खतरा भ्यू देखिन्छ क्या हेर्नु एकदम त्यहाँ मन्दिर उता घर सबै मन्दिरको अब त्यता मामा घर उता घर एकदम सही तरिकाले हेर्नुहुन्छ यहाँ एकदम यो देख्न सक्नुहुन्छ एकदम हाम्रो गाउँघरको पुरानो पहिला पहिला बाजे बजेको पारामा हुन्छ नि यस्तो धारा हाम्रो अब यस्तो धारा अहिले हेर्न पाइयो आज मन्दिर दर्शन गरेर आउँदाखेरि यस्तो धारा देख्न पाइयो हामीले एकदम यस्तो धारा क्या अहिले चाहिँ हामी मन्दिर दर्शन गरेर आइसकेछौँ घर जाने क्रममा अहिले चाहिँ हामी यस्तो यस्तो बाटो हेर्न सक्नुहुन्छ पहिला पहिलाको बाटो भन्दा अहिले अलि सुधार भयो हुन त हाम्रो बाटोहरू यस्तो छ हाम्रो गाउँघर त हेर्नु त भिर यो वनको आवाज पानीको आवाज हेर्नु पहिला पहिला हाम्रो बाजेको पारामा सुनिन्थ्यो त्यस्तो आवाज गाउँघरको एकदम सुनेको यस्तो बाटो छ यहाँ यस्तो हेर्नु त लगी भ्यू रमाइलो ठाउँ यस्तो तल खोला यस्तो छ होइन यस्तो बाटोमा हिँड्दै हामी अहिले यस्तो बाटो हामी उता तलतिर जान हामीलाई उता सेतो घर देखियो भन्दा अलि यतापट्टि चाहिँ हामीलाई पुग्नु छ अहिले त्यो हो आजबाट मेरो ब्लग चाहिँ कन्टिन्यू आउनेछ आउन त होइन अब घरतिर हो घरको कामसाम हो त्यो सबै ब्लग पनि बनाउँछु आजबाट मन्दिर दर्शन गरेर ब्लग जर्नी चालु गरौँ भनेर हजुरहरूले सपोर्ट गरिदिनु होला 1 मिलियन भयो भने त्यही ठुलो सपना त अब मैले देख्ने मात्रै अब हजुरहरूको हातमा छ त्यो पुरा गर्न त सक्नु हुन्छ होला त्यही हो जोड्दै गर्नु होला सब्सक्राइब लाइक पनि गरिदिनु होला त्यही हो अगाडि आयो अब आगामी दिनहरूमा पनि ब्लगहरू कन्टिन्यू गर्ने कोसिस गर्दैछु म गर्नेछु हजुरहरूको साथ सपोर्ट चाहिँ दिइरहनु होला ठिक छ अब भविष्यमा अब 1 मिलियन भयो भने अब हाम्रो मन्दिरको दर्शन चाहिँ राम्रो तरिकाले देखाउँछौँ अहिले त अब मोबाइलको उबाट धेरै राम्रो पनि आउँदैन आउनु त तपाईँलाई अब त्यस्तै हो अब भोलि पर्सिको दिनहरूमा अब राम्रो क्यामेराहरू भयो भने ब्लग गर्न मलाई पनि सजिलो हुन्छ हजुरलाई हेर्न पनि रमाइलो हुन्छ त्यही हो हुन्छ पहिला हाम्रो पालामा गाउँघरतिर पहिला पहिला पालामा घाँस काट्न जान बेला यस्तो 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 भिरकोबाट पानी निक्लिन्थ्यो यस्तो भिरहरू हेर्न मिल्थ्यो अहिले यस्तो यस्तो मान्छेहरू अहिले यस्तो सबै छोडेर विदेशी परे बाध्यता हो होइन हेर्नु सक्नुहुन्छ यस्तो यस्तो ठिक छ गाइस हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्यो लाइक कमेन्ट फलो सब्सक्राइब गरिदिनु होला आजको लागि चाहिँ ब्लगमा यति नै हो ठिक छ आज चाहिँ अब यति नैमा एन्ड गरौँ भोलिको दिनहरूमा अलि राम्रो राम्रो कन्टेन्ट र भिडियो ल्याउनेछु बस
आजको लागि यति नै, बाई बाई।